आदरणीय कृषकवृन्द नमस्कार। स्वागत छ कृषि मौसम सल्लाह बुलेटिनमा। म हुँ बद्री गौतम। यो बुलेटिनमा खास गरी तपाईहरुले गर्ने खेतीपातीलाई मौसमको सम्भावित अवस्थासँग जोडेर सम्भावित समस्या र त्यसका सम्भावित समाधानका उपायहरूका बारेमा जानकारी दिनेछौँ। सुरुमा मौसम। साताभर स्थानीय र पश्चिमी हावाको साथै नेपालको दक्षिणतिर रहेको न्यून चापिय क्षेत्रको समेत प्रभाव रहने देखिन्छ। हिमाली भूभागको मौसम हेर्दा साताभर, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा साथै अन्त्यमा थोरै स्थानहरूमा गड्याङबुडुङ सहित मध्यमसम्मको पानी र हिउँ पर्ने सम्भावना छ। पहाडी भूभागको मौसम हेर्दा साताभर, कोशी प्रदेशको थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानमा साथै अन्त्यमा थोरै स्थानमा हावाहुरी सहित मध्यमसम्मको पानी पर्ने सम्भावना छ। साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। तराई भूभागको मौसम हेर्दा कोशी प्रदेशमा साताभर केही स्थानमा, बाँकी प्रदेशमा साताको सुरु र अन्त्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन र हावाहुरी सहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी त भए मौसम सम्बन्धी जानकारी। अब लागौं कृषि प्रसङ्गतिर। चैते धानमा पतेरो किरा लाग्ने समय भएकाले अनुगमन गरी नोक्सानी कम गर्न खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक वासस्थल नष्ट गर्नुहोस्। बढी नाइट्रोजन मल प्रयोग नगर्नुहोस्। माकुरा जस्ता मित्र जीवहरूको संरक्षण गर्नुहोस्। नोक्सानी बढी भएमा साइपरमेथ्रिन 10% इसी 1 ml 1 लिटर पानीमा घोलेर मौसमको अवस्था हेरी छर्कनुहोस्। यसपालि विगतमा भन्दा कम पानी पर्न सक्ने सम्भावना रहेकाले धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 जस्ता धानका जातहरूको जोहो गर्नुहोला। बर्खे धान बालीबाट राम्रो उत्पादन लिन सिफारिस गरिएका धानका उन्नत जातहरूको बिउ छानेर कार्बेन्डाजिम युक्त विषादी 3 ग्राम 1 किलोका दरले बिउ उपचार गरेर मात्र ब्याड राख्नुहोस्। यसपालि अधिकांश ठाउँमा 1000भन्दा बढी पानी परेकाले भण्डारण गरिराखिएका तथा भण्डारण गर्न लागिएका अन्नबाली, दालबालीमा चिस्यानको नियमित अनुगमन गर्नुहोस्। हरियो मल लगाउने उपयुक्त समय भएकाले पछि धान रोप्ने खेतमा ढैँचा, सनै, मुङ आदि लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुने र रासायनिक मलको मात्रा पनि कम गर्न सकिने कृषि विज्ञहरूको भनाइ छ। सुन्तला जात तथा बर्खे फलफुल बालीका लागि तयार गरिएको खाडलमा गुणस्तरीय बिरुवा ल्याएर रोप्नुहोस्। काँक्रो, फर्सीसम्मको लहरे बालीमा पाउडरी मेल्ड्यूको व्यवस्थापनका लागि रोगी बिरुवाको ठुटाहरू र झरेका पात जम्मा गरी नष्ट गर्नुहोस्। यसका साथै सल्फरयुक्त विषादी 0.2% को घोलले सम्पूर्ण पात भिज्ने गरी 7 देखि 10 दिनको फरकमा 2 देखि 3 पटकसम्म छर्कनुहोस्। प्रिमनसुनमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङबाट पशु चौपायालाई जोगाउन मध्याह्नपछि जङ्गलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। मेघगर्जन, चट्याङसहित हावाहुरी चल्दा पशु चौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्ने भएकाले खोर गोठमा चट्याङको उज्यालोको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्। गर्मी मौसममा पशु चौपायाहरूलाई दिउँसोको समयमा पिउनका लागि चिसो र सफा पानीमा सक्खर वा भेली घोलेर प्रशस्त मात्रामा खुवाउनुहोस्। सम्भव भएसम्म मध्य दिनमा पशु चौपायाहरूलाई नचराउनुहोस्। गोठ वा रुखको छारी भएको स्थानमा मात्र बाँधिदिनुहोला। गर्मी ठाउँका पशु चौपायाको गोठमा पङ्खा, स्प्रिङ्कलर, फोगर वा अन्य त्यस्तै शीतल गराउने उपकरण प्रयोग गर्नुहोस्। साथै सन्तुलित दानासँगै हरियो घाँसको मात्रा बढाउनुहोस्। दानामा 5 ग्राम नुन र 50 ग्राम खनिज मिश्रण मिसाएर खुवाउनुहोस्। तापक्रम 30 डिग्री सेल्सियस भन्दा बढी छ भने दुधालो गाई भैँसीलाई दिउँसोको समयमा चिसो पानीले नुहाइदिनुहोस् र हावा लाग्ने स्थानमा बाँध्नुहोस्। हाँस र कुखुरामा बर्ड फ्लू संक्रमणको जोखिम बढेकाले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
गर्मीको समयमा माछालाई तापीय आघातबाट बचाउन माछा पोखरीको पानीको गहिराई कम्तीमा 1.5 मिटर कायम राख्नुहोस्। तापक्रम र चिसोको घटबडले कार्प जातका माछामा EUS सङ्क्रमण देखिएमा सिफालेक्सिन 80 mg 1 किलो माछाको दरले दानामा मिसाई 15 दिनसम्म नियमित खुवाउनुहोस्। एक कट्ठा पोखरीको उपचारका लागि कोर्सोलिन TH 30 ml र चुना 15 किलोका दरले प्रकोप हेरी 1 हप्ताको अन्तरालमा बढीमा 3 पटकसम्म प्रयोग गर्नुहोस्। कृषकवृन्द, अहिले हामीले दिएको जानकारी बाहेक पनि तपाईँलाई कुनै समस्या वा जिज्ञासा छन् भने स्क्रिनमा देखिएको नम्बरमा सम्पर्क गरेर सोध्न सक्नुहुनेछ। फोन गर्दा पैसा लाग्दैन। हवस् त, अहिलेलाई यति नै। यहाँहरूको कृषिकर्म समृद्ध बनोस्। नमस्कार।